काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिएओ सरोज गुरागाईँलाई कार्यकक्ष प्रवेश गराउने विषयमा उत्पन्न विवादले तनावपूर्ण स्थिति सिर्जना गरेको छ। मेयर बालेन्द्र शाह बालेनले गुरागाईँलाई कार्यकक्षमा प्रवेश गर्न नदिन आदेश दिएपछि नगर प्रहरीले उनको कार्यकक्षमा ताला लगाएको थियो। यता उपमेयर सुनिता डङ्गोलले भने गुरागाईँलाई स्वागत गर्ने तयारीमा थिइन्, तर कार्यालयमा प्रवेश गर्न अवरोध भएपछि डङ्गोलसहित महानगरका केही कर्मचारीहरूले ताला फोड्ने प्रयास गरेका थिए। यस घटनाले काठमाडौँ महानगरपालिकाको प्रशासनिक कामकाजलाई असामान्य बनाएको छ। कार्यालयभित्रको यो विभाजनले नगरपालिकाको नेतृत्वबीचको मतभेदलाई सतहमा ल्याएको छ। यो विवाद प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको नियुक्ति र उनको कार्यभार ग्रहण गर्ने प्रक्रियासँग सम्बन्धित छ। काठमाडौँ महानगरपालिकाको प्रशासकीय नेतृत्व सङ्घीय सरकार अन्तर्गत पर्छ, जसअनुसार सरकारद्वारा तोकिएका अधिकारीहरू नगरपालिकामा खटाइन्छन्। तर मेयर बालेन्द्र शाहले गुरागाईँको नियुक्ति प्रक्रियालाई अस्वीकार गर्दै उनलाई कार्यकक्ष प्रवेश गर्न रोक खोजेका छन्। शाहले महानगरपालिकाको काम कारबाहीमा निर्वाचित जनप्रतिनिधिको अधिकार बलियो हुनुपर्ने तर्क राख्दै आएका छन्। यता उपमेयर सुनिता डङ्गोल भने कानुनी रूपमा नियुक्ति व्यक्तिलाई काम गर्न दिनुपर्ने पक्षमा छिन्। उनको भनाइमा कानुनी प्रक्रिया बमोजिम नियुक्त भएका गुरागाईँलाई कार्यकक्षमा प्रवेश गर्न नदिनु अन्यायपूर्ण र असंवैधानिक हो। यो घटनाले काठमाडौँ महानगरपालिकाभित्र दुई फरक धार देखिएको छ। एकातर्फ मेयर शाह समर्थक जो निर्वाचित प्रतिनिधिको अधिकारलाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यता राख्छन् भने अर्कोतर्फ उपमेयर डङ्गोल र केही कर्मचारीहरू जो कानुनी प्रक्रियालाई पालना गर्नुपर्ने अडानमा छन्। बिहिबार बिहानैदेखि काठमाडौँ महानगरपालिकाको कार्यालय परिसरमा असहज स्थिति देखिन थालेको थियो। सरोज गुरागाईँ कार्यालय पुग्दा उनलाई कार्यकक्षमा प्रवेश गर्न रोकियो। मेयर बालेन्द्र शाहले नगर प्रहरीलाई निर्देशन दिएर कार्यकक्षको ढोकामा ताला लगाउन लगाए। यस कार्यपालिकाभित्र तनाव सुलिएको थियो। दोस्रो पक्षबाट उपमेयर सुनिता डङ्गोल सहित महानगरका केही कर्मचारीहरू ताला फोड्नको लागि तयार देखिए। उनीहरूले गुरागाईँलाई कार्यकक्ष प्रवेश गराउने प्रयास गरे। यस क्रममा कार्यालयभित्र बहस मात्र नभई हल्का झडपको अवस्था पनि देखियो। नगर प्रहरीहरूले स्थितिलाई नियन्त्रणमा राख्न प्रयास गरे पनि विवाद साम्य हुन सकेको थिएन। यो घटनाले कानुनी, प्रशासनिक र राजनीतिक रूपमा गम्भीर प्रभाव पार्न सक्छ। संविधान अनुसार स्थानीय तहमा प्रशासकीय प्रमुखको नियुक्ति सङ्घीय सरकारबाट हुने व्यवस्था छ, तर निर्वाचित मेयरको पनि नगरपालिकाको नीति तथा कार्यक्रम निर्धारण गर्न प्रमुख भूमिका हुन्छ। यस अवस्थामा कसको निर्णयले प्राथमिकता पाउने भन्ने विषयमा कानुनी अस्पष्टता देखिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोज गुरागाईँलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा तोकेको छ। कानुनी रूपमा हेर्दा उनको प्रवेशलाई रोक्नु सेवा प्रवाहमा अवरोध पुर्याउने कदम हुन सक्छ। महानगरपालिकाको प्रशासनिक कामकाज अहिले प्रभावित भएको छ। प्रमुख प्रशासकीय अधिकृत कार्यकक्ष प्रवेश गर्न नपाएपछि महत्त्वपूर्ण निर्णयहरू अन्यलमा परेका छन्। सेवा प्रवाह, बजेट कार्यान्वयन, नगर योजनाका निर्णयहरू प्रभावित हुन सक्छन्। मेयर बालेन्द्र शाह स्वतन्त्र रूपमा निर्वाचित भएका हुन् र उनले परम्परागत प्रशासनिक संरचनामा सुधार आवश्यक रहेको बताउँदै आएका छन्। तर सङ्घीय सरकारबाट तोकिएको कर्मचारीहरूसँग उनले द्वन्द्व राख्दै आएका छन्। यो घटनाले सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका बीचको सम्बन्धलाई थप जटिल बनाउने सम्भावना छ। सङ्घीय सरकारको हस्तक्षेप सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मेयर बालेन्द्र शाहलाई कानुनी प्रक्रियाबारे चेतावनी दिन सक्छ।
सर्वोच्च अदालतको हस्तक्षेप अन्तर्गत यदि कानुनी विवाद चर्कियो भने अदालतले यसको टुङ्गो लगाउन सक्ने सम्भावना छ। राजनीतिक सहमतिमा यदि पक्षहरूबीच संवाद भएमा समाधान निस्कन सक्छ।